हाम्रो परम्परागत माहुरी घार भन्छ यसलाई चाहिँ। यो मुडे घार अनुशासन नभएको मान्छे यसलाई चाहिँ मुडे घार भन्छ। गाउँतिर चाहिँ यसको रुखमा भित्र यस्तो कुहिएर बसेको हुन्छ हैन। यसलाई चाहिँ खोलखाल पारेर तासतुस पारेर अनि माउरी बस्नको लागि चाहिँ बनाइएको हो। यो डुड भन्छ तर हाम्रो भाषामा चाहिँ यसलाई घारै भन्छ, मुडे घार भन्छ। अनि यो चाहिँ कतिवटा छ हाम्रो 19 वटा छ होला यहाँ। 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 वटा रहेछ। अझै जङ्गलमा छ। यो चाहिँ अलि आँख्लो परेको भएर अलि राम्रो भएको छैन हैन। यो चाहिँ राम्रो छ। यो गुराँसको हो। यो यस्तोलाई चाहिँ यस्तो हुन्छ अनि यसलाई चाहिँ खोलखाल पारेर यस्तो बनाइन्छ। यो दुईटा चाहिँ मेरो हो हैन। झन् पुरा फिनिसिङ हानिसकेको चाहिँ टक्कर पाराले दुश्मन हेरेको हेरै। यो चाहिँ एकदम दामी सेतो घार। यो लिसेको घार है। अनि बाँकी चाहिँ घइएको घार। हाम्रो यो बस्ने ठाउँ हो। यहाँ धौलागिरी हिमाल टक्क देखिन्छ तर अहिले देखाउन सकेको छैन। र अहिले हामी चाहिँ फेरि पनि मौरीको डुड खोज्ने जाँदैछौँ। आहा यसलाई चाहिँ हाम्रो मारुकी फुल भन्छ हैन। भवाल फुल चाहिँ यो फुल चाहिँ मारुकी फुल हो। यो चाहिँ पोरेको फुल। यो चाहिँ पोरे भन्छ। जानको दबाई हो कि के बनाउँछ अरे जान पकाउँदाखेरि। कालो परेको लागु सागु भाग्छ रे। अगाडि चाहिँ भ्याङ्केट छ। आज चाहिँ केटाहरूले एउटा भैँसीको मासु खाँदैछन्। यो चाहिँ हाम्रो क्याबी कुकम्यान काजी। हाम्रो चाहिँ अहिले नाङ्गे देवी मन्दिर संरक्षण समितिका साथीहरू चाहिँ अहिले अगाडि आउँदैछन्। पुरा माउरी घार है। आधुनिक माउरी घार आधुनिक परम्परागत माउरी घार। ल है हाम्रो चाहिँ अहिले नाङ्गे देवी मन्दिर जाने है बाटो बनाउँदै थियो। त्यसमा चाहिँ अहिले हाम्रो साथीहरूले सबले चाहिँ परम्परागत मुडे घार लिएर आउँदै। तेस्रो नम्बरमा चाहिँ हाम्रो विष्णु कान्छौ। ल मादल बजाउँदै आछन् हाम्रो भेनासिरी फेरि। ल अर्कोको पनि हाम्रो लाल दाईको नि यहाँ छ। उता घार चाहिँ ढाकेर छन्। भगवान दाईले चाहिँ यहाँ काठमा चाहिँ घाँस खर्सुङको घाँस भन्छ यसलाई। ल ज्याक दाईले पनि मौरी पालनमा लाग्छ नि। सबले ज्याक दाईलाई कोले चिन्छ। र यहाँ हाम्रो पुछो बाउडे हुनुहुन्छ। ल छिटो पुछो। ल यहाँ बाख्रा छ हाम्रो। अनि यहाँनिर यहाँ गुराँस फुल पनि बबाल फुलिरहेको छ। ल होइन पुछो। हाम्रो गाउँ चाहिँ यहाँनिर छ होइन। हामी चाहिँ एकदम टपमा आएको छ। वाउ के त यार सबले मुडे घार बोकेर हिँडिछ केटाहरूले यार। हाम्रो चाहिँ यहाँ यो चाहिँ नाङ्गे देवी यहाँनिर मन्दिर छ होइन। यहाँनिर मन्दिर छ। त्यहीँ हाम्रो जानको लागि चाहिँ बाटो पैदल यहाँ पैदल मार्ग भनौँ न पैदल मार्ग बनाउँदै थियो। हाम्रो ओटी के अरे रेस्ट टाइममा चाहिँ साथीहरूले चाहिँ के अरे के भन्छ अरे यो मुडे घार सबले बनाउँछन्। मौरी पाल्नको लागि अति उचित हुने भएर बबाल यहाँ पो बबाल आउँदो रहेछ यार भ्यू त यार। अनि गाईहरू पनि छ। यो चाहिँ गाई बबाल चरन छ त्यही भएर यहाँनिर आछ। क्यामेरा चाहिँ अलि हल्लिएछ। है अगाडि हिँडेको सचिन आफ्नो घाड आफै बोक अभियानमा छन् केटाहरू चाहिँ। आम्मा हो आम्मा।
ल है होइन कष्ट गरेर बोकेका हुन् मौरी घर सबले कोहीले घाँस बोकेछ कर्नालवाला नि छ यहाँ ज्याक्रालाई घाले अठाए जस्तो छ यो पारिदेखि चाहिँ झिगाउ हो तपाईँहरूलाई चाहिँ म हाम्रो डगनाम गाउँ देखाउन चाहन्छु होइन डगनाम गाउँ मैले तपाईँहरूलाई धेरै चिज देखाइसकेँ यहाँ तल चाहिँ अलि देखिँदो रहेछ एकछिनमा है